सबैभन्दा पहिला त है हाम्रो दुईजना बहिनी हुनुहुन्छ यहाँ चाहिँ है, एकजना सूचना कार्की केसी र यतापट्टि शिक्षा के भन्नु घिमिरे। दुईजना बहिनी चाहिँ आज उपल्लो तम्घासदेखि है हाम्रो सोरुमसम्म भिजिट गर्नुभयो। त्यसको लागि चाहिँ दुवै बहिनीलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन। र उहाँले चाहिँ आफ्नो दिदी को लागि भोलि परेको जन्मदिनको लागि चाहिँ उहाँले गिफ्ट दिनको लागि चाहिँ ड्रेसिङ टेबल उहाँले चाहिँ हाम्रो टिकटकमा देखेर चाहिँ होइन यो ड्रेसिङको भिडियो देखेर उहाँले चाहिँ खोज्दै खोज्दै यहाँसम्म आउनुभएको रहेछ है। त्यसको लागि फेरि पनि मैले धन्यवाद दिन चाहन्छु। उहाँ बहिनीले चाहिँ यो ड्रेसिङ टेबल है अहिलेको मोडर्न डिजाइनमा ड्रेसिङ टेबल हेर्नुहोस् है, यस्तो किसिमको ड्रेसिङ टेबल चाहिँ लैजाँदै हुन्छ है। यसको सेट भनेको यो भयो होइन, यस्तो भयो यो सेट यस्तै यहाँ लैजाँदै हुनुहुन्छ। र बहिनी अब यस्तो सर्टकटमा भनिदिनु पऱ्यो होइन, कस्तो लाग्यो होइन, राम्रो लाग्यो कि नै के लाग्यो? अब बहिनीलाई चाहिँ लाज लागिरहेछ होइन, नलागिकन भनिदिनु पऱ्यो क्या अहिलेको यो सोसियल मिडियाको जमानामा होइन। राम्रो छ भिडियोमा देखे जस्तै। अब जे मन पऱ्यो उहाँले राम्रो लाग्यो भनेर उहाँले लैजाँदै हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद। यो चाहिँ हामीले चाहिँ डेलिभरी गरिदिँदैछौँ आज यो तम्घासदेखि उपल तम्घासमा। उहाँले चाहिँ आफ्नो के अरे गिफ्ट आफ्नो दिदीलाई दिनको लागि चाहिँ लैजाँदै हुनुहुन्छ। जस टिकटकमा देखेर आउनुभएको हो कि नै बहिनी? टिकटकमा देखेर आउनुभएको थियो नि है। ल अब आगामी दिनहरूमा पनि फर्निचर सम्बन्धी कुनै पनि सामान चाहियो भने हामीलाई सम्झिदिनु होला। तपाईँको साथी भाइ इष्टमित्र आफन्तजन कोही कसैलाई फर्निचर चाहियो भने यसो हामीसँग कन्ट्याक्ट गराइदिनु होला है। ल र अन्त्यमा चाहिँ यदि यहाँहरू हामीसँग टिकटकमा गएर जोडिन चाहनुहुन्छ भने हाम्रो टिकटकमा गएर फलो र हाम्रो आफ्नो युट्युब च्यानल गएर सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। र सल्लाह सुझाव प्रतिक्रिया छ भने कमेन्ट गर्न नबिर्सिनु होला। ओके बाई।